hi, good morning, सेवा नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई अनदर भ्लग। आयो बजार एकदम फिट एन्ड फाइन हुनुहुन्छ होला। अनि म पनि एकदम फिट एन्ड फाइन छु। अनि म चाहिँ यहाँ घरमै आज चाहिँ धारा अगाडि बसेर भ्लग स्टार्ट गरिरहेको छु, किनभने आज चाहिँ स्पेसल बारीमा काम छ। मकै गोड्ने सिजन छ अहिलेको काम चाहिँ, अनि मकै गोड्नु पर्ने छ। अनि यो पछाडि चाहिँ थोरै भाडा छ, त्यही भाडा मस्काएर चाहिँ म चाहिँ मकै बारी जानु पर्यो भनेर चाहिँ यहाँ रुम धारा अगाडि भ्लग स्टार्ट गरिरहेको छु। अनि आजको स्पेसल भिडियो भनेको चाहिँ मकै गोड्ने छ है साथीहरू। मकै छरेको भिडियोहरू छ मेरो अर्को च्यानलमा थियो, अर्को च्यानल गयो खोला। अनि मकै गोडेको भिडियो चाहिँ यो च्यानलमा लिएर आउनु पर्यो भनेर साथीहरू भिडियो स्टार्ट गरिरहेको छु। अनि पर्महरू चाहिँ आइसक्नु भयो। अनि म चाहिँ यहाँ घरमा एक्लै छु नि त, अनि त्यही भएर भाँडासाँडा मस्काएर जानु पर्यो भनेर पर्म चाहिँ उता चिसो खुवाएर पठाइसकेको छु। अनि म चाहिँ मुख पनि धोएको छुइनँ हौ, घाँस काटेर आएको। अब भाँडा मस्काउने हो, अनि खाउँछु। अनि भाँडा एकैचोटि म चाहिँ मकै बारीमा गएर देखाउँछु ल। A few moments later. अब चाहिँ साथीहरू भाँडासाँडा मस्काइयो अनि लाग्यो अब कोदाले टक्क भोकेर ज्याकेट चाहिँ अलिकति मोबाइल फेरि राख्नु पर्यो नि त, रुखतिर झुन्डाएर, त्यही भएर बोकेको। अब चाहिँ सिधै गएँ मकै बारीमा खन्नुलाई। कन्टिन्यू भ्लग चाहिँ हेर्नु है साथीहरू। साइलीको भिडियो आयो है फेरि मोबाइल। यहाँ हामी चाहिँ अब एउटा गरेर चाहिँ सक्यौँ। अनि फेरि बिसाउँदैछौँ एकदिन खाजा खाने हो अब बनाएर। अनि फेरि अर्कोतिर जान्छौँ अब घरतिर। कसलाई भन्नुहुन्छ? कहिले आलु 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 दाल मिठो हुँदैन। करेलाको चाहिँ फेरि मिठो हुन्छ। कति केटाकेटी
अनि भरे केटाकेटा चाहिँ नुन हाल्ने चिनिँदैन रहेछ हो भन्थे रोटी पोलेको एक खेपमा होइन यहाँ साले आएर नै चिनी नि त्यस्तै पोलेको थिइन् माथि नुन पनि त्यस्तै त्यही हो ल भनेर लगाएको त नुन लगाएछु पिठोमा हाल्दा नि तर पिठो जहाँ 3 माना मात्र थियो धेरै थिएन फेरि मैले यस्तो बनाउनु जानेको छु काजु चाहिँ हाम्रो बुवाले बनाउन जानेको रहेछ फेरि के काजु ए मसला बिना बनाउँदिन अन्त बनाएर अब मसला चाहिँ पर्या डरले फेरि आएको त त्यहाँ चाहिँ भाले यसरी पुरा बिरामी सिकित भयो त्यही भएर चटपटे बनाएर दिएको अनि साथीहरू हामी चाहिँ खाजा साजा पनि खाइसक्यौँ त्यो ठुलो गरा गोडे पनि सकियो अनि फेरि अर्को गरा बाँकी छ नि त गोड्नु अनि पर्मलाई चाहिँ गोड्दै गर्नु है भनेर म चाहिँ फेरि खेत कुद्दैछु के गर्नु साथीहरू भैँसीले तल पुरा पानी तिर्खाइसक्यो होला दिउँसो यस्तो टन्टलापुर घाम लागेको होइन बिहान पानी त मैले खुवाउन चाहिँ खुवाइराखेको घाँस लाउने बेलामा फेरि अनि दिउँसो पनि खुवाउन चाहिँ जाँदैछु अब आफूले खाएपछि आफूले पालेको वस्तुलाई पनि त खुवाउनु पर्यो नि आफूले मात्रै खाएर हुँदैन त्यही भएर साथीहरू म चाहिँ जाँदैछु तलतिर बाँसबारीतिर पुरा ट्याउ 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 कराउँदै जाँदैछु साथीहरू पुरा अनि साथीहरू म चाहिँ यहाँ खाजा साजा पनि खाइसक्यौँ अनि पर्महरूलाई खाजा पनि दिएँ अनि मैले नि खाएँ खाजा खाएर चाहिँ फेरि अनि खेततिर झर्दैछु पर्महरूलाई चाहिँ त्यहाँ खन्दै गर्नु है भनेर फेरि छोडिराखेँ अनि म चाहिँ खेत झरेको बिहानै पानी खुवाएर घाँस लगाएर खेतबाट भैँसीलाई चाहिँ आएको तर फेरि दिउँसो टन्टलापुर घाम लाग्यो नि त अनि फेरि तिर्खा होला भनेर म चाहिँ घाँस फेरि अनि दिउँसोको पानी पनि खुवाउन जाँदैछु अब आफूले मात्रै खाएर हुँदैन आफूले पालेको सबै चिजहरूलाई चाहिँ कुखुरा सुँगुर बाख्रा त फेरि पाल्दिनु है राईहरूले कुखुरा सुँगुर भैँसी राँगा सबलाई चाहिँ घाँस पानी दिनुपर्छ नि त अनि त्यही भएर म चाहिँ जाँदैछु छिटो 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 गरेर फेरि आएर मकै कन्टिन्यू गर्नु पर्ने छ अब पर्मलाई मात्रै घरको मान्छे हिँडिगएपछि त अल्छी लाग्छ नि त अनि यसो गफ गर्दै घरको मान्छेसँग भयो भने त आनन्द मजा आउँछ त्यही भएर म चाहिँ छिटो छिटो गरेर आउँछु साथीहरू पानीले घाँस पानी दिएर अनि साथीहरू यहाँ म चाहिँ भैँसीको ठाउँमा पनि आइसकेँ अनि पानी पनि खुवाइसकेँ यहाँ खुवाउँदै थिएँ पानी खाइसक्यो अनि यता रागाहरूलाई पनि पानी खुवाइसकेँ अब चाहिँ पराल हालेर घर जान्छु फेरि मकै बारी खन्नको लागि पानी खुवाइसकेँ टक्क अनि त्यहाँबाट पराल पनि लाइसकेँ पराल लाएर अब म चाहिँ घर जाने साथीहरू म तँलाई पुग्न आँटिरहेको थिएँ खेतमा पुगिरहेको थिएँ के म थिएँ हौ
अब चाहिँ म मकै गोड्न आएर यहाँ परमा चाहिँ मकै गोड्दै हुनुहुन्छ